Realme C25 मोडलको डिस्प्ले हामी फिट गर्न गइरहेका छौँ। त्योभन्दा अगाडि हामीले यसको यो निलो कलरको पोइन्ट हुन्छ, यो कलरको पोइन्ट हामीले निकाल्नेछौँ। हल्का प्रेस गर्ने, निक्लिसकेपछि यसलाई हल्का प्रेस एकछिनसम्म गरिराख्ने। गयो, हल्का राख्नुपर्छ। त्यसपछि हामी यसको चारैतर्फ हामी ग्लु हाल्नुपर्ने हुन्छ। ठाउँमा राख्नु, ग्लुलाई हल्का एउटा पोइन्ट छ, यसलाई चाहिँ हटाइन्छ। यसलाई हामीले चाहिँ हुन्छ, हल्का ग्लु हाल्छ। हल्का ग्लु हाल्ने, त्यसको चारैतर्फ हामीले ग्लु हाल्दै जाने। धेरै पनि हाल्दैन, हल्का हल्का 2 पोइन्टसम्म। यसको चारो कुनामा हामीले हल्का हल्का कपडाले चाहिँ हल्का हल्का प्रेस गर्नेछौँ। किनभने काटेन भने डिसब्यालेन्स भयो भने अप्ठ्यारो हुन्छ। हल्का हामी माथिबाट फिटिङ गरेर तलबाट जता पनि फिटिङ गरिन्छ, तर चाहिँ हामीले मेन फोकस चाहिँ तलबाट भएन भने माथिबाट भएन भने तलबाट हामीले फिटिङ गर्नुपर्ने हुन्छ। माथि फिटिङ भयो, तल पनि मजाले बसेछ होइन। त्यसपछि हामी यसलाई चाहिँ हल्का फ्रेस हल्का गर्नुपर्छ। हल्का फ्रेस गरेर त्यसो राख्ने, हल्का यहीँबाटै हल्का प्रेस गरेर फिटिङ गऱ्यो यसमा बसाल्ने। सबै कुराहरू कम्प्लिटली भइसकेको छ। अब यसमा हामी यो चिज हामीले फिट गर्नुपर्ने हुन्छ। मजाले बसाल्नु पर्ने हुन्छ। सबै बस्यो। यसको चारैतर्फ हामीले चाहिँ नैना ढल्का लगाउँ। सबै कुरा कम्प्लिट होइन कम्प्लिटली भइसकेको छ। अब यसको ब्याक प्यानलहरू हामी भोलि हाल्नेछौँ। भोलि हुन्छ यसको सबै फाइनल छ।